सो हामी म र मेरो साथीको वाइफ मेरो साथीको वाइफ हामी 4 जना भएर चाहिँ हामी बसेको ठाउँको वरिपरिको गाउँ घुम्न गएका थियौँ हिजो चाहिँ। वास्तवमा एकदमै कस्तो सुन्दर दृश्य छ। अब हाम्रो कस्तो भने नेपालबाट आउने कतिपय मान्छेहरूलाई थाहा छ छैन होइन, जिन्जा भन्छ यसलाई चाहिँ। जापानको चाहिँ के भन्ने, अब यो अलि धर्मावलम्बीहरूको चाहिँ जापानिज धर्मावलम्बीहरूको चाहिँ हाम्रो नेपालको मन्दिर गुम्बा भने यस्तै जिन्जा भन्ने हो यो चाहिँ। एकदमै राम्रो दृश्य छ। म आज तपाईँलाई देखाउँदैछु हाम्रो यो जापानको गाउँ चाहिँ कस्तो हुन्छ भनेर। धेरैजना मान्छेहरूलाई थाहा हुँदैन जापानको गाउँ कस्तो हुन्छ भनेर। सो जापानको गाउँहरू म देखाउँदैछु तपाईँलाई आज सो कस्तो हुन्छ भने घर चाहिँ एकदमै धेरै सजाउने, फोहोरहरू चाहिँ एकदम यहाँ चाहिँ त्यति धेरै फोहोरहरू देख्न पाइँदैन त्यति धेरै पर्छ नि त। म होइन राष्ट्रपति जापान आएको चाहिँ कति वर्ष भयो? म कति भयो 4 वर्ष जति भयो होला। 23 कति हो 23 को जनवरीमा आएको भने कति वर्ष हो? 23 को जनवरी 26 3.5 3.5 वर्ष 3.5 वर्ष त भयो। अनि 2 वर्ष त म आएकै भइसक्यो भनेपछि तपाईँ निकै अगाडि आएको लाग्छ मलाई। म यहाँ आउँदाखेरि त आएको। म यो कम्पनी आउँदा यहाँ कम्पनी त कुन 9 को महिनातिर आएको हो कि? म त 5 को महिनामा आएको हो नि। कतिको 5 को महिनामा आएको त? म त 24 को 24 को 5 को। हो, म 23 को 9 बाट यहाँ छिरेको आएको कति 9 महिना पछाडि। म यहाँ आएको 9 महिना पछाडि आएको। आज धेरै पछाडि हामी चाहिँ साथी भेट भयो क्या। आज लगभग हाम्रो भेट भएको भनेको ल कति वर्ष भयो? म पहिला जापान आउनुभन्दा अगाडि यहाँ जतिसम्म गएको थिएन। 2012 मा कि 13 मा होइन, नेपालमा भेट भइहाल्यो। नेपालमा त भेट भइगयो। ए हो, म 2018 मा भेट भयो। त्यस पछाडि 18, 19, 20 तिर भेट भयो। त्यो बिचमा भेट भयो। त्यस पछाडि भने धेरै भएको छैन। म 23 मा आएको, 22 तिरसम्म त भेट थियो। 22 मा भेट भएको। 22 देखि कति भन्दा 26 सम्म 4 वर्ष त। 4 वर्ष हुन त। अब हाम्रो गाउँमा सँगै भयो साथीहरू। मलाई अहिले कति लगभग 10-11 वर्ष पनि भइसक्यो मलाई भेट्न नगरेको। कति सँगै नि शेखरसँग मेरो भेट्नु कति वर्ष भयो? शेखर जापान छिरेदेखि मसँग भेट भएको छैन भनेपछि 10 वर्ष हुन आँटे। धेरै भयो नि 10 वर्ष। 15 मा जापान आएको। त्यस्तो हुन्छ। अनि अब कतिजना साथीहरू चाहिँ हाम्रो गाउँतिर सँगै, अब हामी त 1 क्लासदेखि सँगै पढेको साथीभाइहरू, अब तेरो मेरो पनि त लगभग हामी लगभग सँगै पढेको हुन्छ नि त, 1 क्लास डिफ्रेन्स हो। तपाईँ त्यो लेभलको साथीहरू अब भेट्न भने कति लगभग 10-12 वर्ष पनि भइसक्यो क्या कति साथीहरू। आफ्नो कुरा हुन्छ नि। कति भयो नि कोही त जस्तो एसएलसी सके पछाडिदेखि भेटै छैन। जस्तो एउटा कुरा याद गर्न, जस्तो तैँले चाहिँ सँगै पढेको क्या, तैँले 1 क्लासदेखि सँगै पढेको साथीहरू त सम्झिन्छ। त्यस्तो साथीहरूलाई किन सम्झिन्न? म बदमटारका सब साथीहरू सम्झिन्छु। जिरे भन्ने थियो एउटा तामा होइन। त्यो साथी अहिले उता के अरे कतारमा त्यो आर्मी हो। आर्मी सकेर चाहिँ कतारमा त्यो आर्मी के भन्छ कतारमा बिस्तारै हिँड्नु। हाम्रो क्यामेराम्यानलाई फेरि एकदम गाह्रो पर्छ। उता उता फेरि सट्टै उता लडिएला।